सबैलाई नमस्कार छ। आज हामी राज होटल मल्टिक्युजन रेस्टुरेन्टमा चाहिँ आइपुगेका छौँ र दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ। हामी झन्डै आज अगस्त 14 तारिक यो चाहिँ होटल बर्थडे सेलिब्रेसन रहेको छ र हामी यहाँ होटल सेलिब्रेसन चाहिँ गर्नुभन्दा पहिला चाहिँ आज हामी यहाँका चाहिँ जिएम जनरल म्यानेजर प्लस चाहिँ यहाँका चाहिँ एजुकेटिभ सेफ हुनुहुन्छ लक्ष्मण सोनीसँग हामी प्रत्यक्ष रूपमा हामी भेटघाट गरेका छौँ। दर्शक महानुभावहरू हामी बाँकी कुरा चाहिँ यो उहाँसँग चाहिँ हामी प्रत्यक्ष कुराकानी गर्न चाहन्छु। स्वागत छ सर। धन्यवाद। नमस्कार हजुरलाई। तपाईँ चाहिँ यो होटलमा कति समयदेखि काम गरिराख्नु भएको छ र कुन डिपार्टमेन्ट चाहिँ सम्हालिराख्नु भएको छ? मेरो चाहिँ सर यहाँ भन्नुपर्दाखेरि अहिले लगभग 1 साल हुन लाग्यो काम गर्न लागेको। अनि यहाँ डिपार्टमेन्ट चाहिँ सबै भित्रको इन्चार्ज भनौँ जनरल हेरिरहेको छु भनौँ। अनि तपाईँको चाहिँ यो राज रिक्युजन रेस्टुरेन्ट जो चाहिँ राज होटल नाम गरेको होटेलमा काम गरिराख्नु भएको छ, तपाईँ चाहिँ जनरल म्यानेजरको भूमिकामा निभाइराख्नु भएको छ र तपाईँको चाहिँ 1 साल अथवा चाहिँ कति वर्षदेखि काम गरिराख्नु भएको छ यो डिपार्टमेन्ट? यो डिपार्टमेन्टमा चाहिँ पहिला सुरुमा आएको बेला चाहिँ पहिला हाउसकिपिङदेखि तलैदेखि स्टार्ट गरेको काम होइन। अनि हाम्रो चाहिँ त्योदेखि गरेर चाहिँ वेटर भयो, वेटरदेखि यस्तै गर्दै गर्दै अहिले लगभग 17-18 साल भयो होटल लाइनमा काम गर्न लागेको। हजुर। अनि योभन्दा अगाडि चाहिँ कहीँ जनरल म्यानेजर काम गरिराख्नु भएको थियो कि यहीँबाट स्टार्ट गर्नुभएको? जनरल चाहिँ यहाँदेखि हो, म्यानेजरमा चाहिँ अन्त पनि गरिरहेको थियौँ पहिला पनि। अनि तपाईँको चाहिँ 1 वर्षभित्र तपाईँले कति चाहिँ अनुभव गर्नुभयो, के कुरामा अनुभव गर्नुभयो? यो जनरल भन्न बित्तिकै जनरलको मिनिङ चाहिँ कसरी चाहिँ तपाईँले चाहिँ महसुस गर्नुभएको छ? जनरल भनेपछि सर कस्तो हुँदो रहेछ भने सबै आफूले हेर्नु पर्दो रहेछ, तलदेखि लगाएर सटरदेखि लगाएर माथिसम्म होइन, सबै ठाउँमा गर्नु पर्छ, ध्यान राख्नु पर्दो रहेछ। सबैलाई कसरी सम्हाल्ने, कसरी स्टाफलाई लग्ने, कसलाई कुन काम दिने, कसलाई के गर्ने, सबै आफ्नै उमा हुँदो रहेछ। अलि जिम्मेवारी चाहिँ बढ्दो रहेछ, धेरै जिम्मेवारी हुँदो रहेछ सर। अनि तपाईँले चाहिँ जिम्मेवारीमा तपाईँले भने जत्तिकै तपाईँले चाहिँ जिम्मेवारी निभाउनु भएको छ त? मेरो हिसाबबाट मलाई चाहिँ लागिरहेको छ, निभाइरहेको छु भनेर। अब सबैलाई लागिरहेको होला, अब त्यस्तो त कसैले गर्नु भएको छैन, निभाउनु भएको छैन भनेर मलाई त लागिरहेको छ। अब देख्ने मान्छेहरूलाई कस्तो लागिरहेको छ उहाँहरूलाई। 1 वर्ष पछाडि तपाईँलाई चाहिँ स्टाफले राम्रो फिडब्याक दिएर जानु भएको छ या बिचबाटै कसैले चाहिँ समयमा स्यालेरी नपाएर अनि त्यसपछि कसैले चाहिँ भने जस्तो चाहिँ सेवा सुविधा नपाएर गएको कति छ तपाईँसँग अनुभव? ल त्यस्तो गरेर चाहिँ स्यालेरी छोडेर त्यस्तो जानुपर्ने हाम्रो होटलमा अहिलेसम्म त त्यस्तो आएन। जति पनि 2 दिन गरेको पनि हामीले हिसाब निकालेर दिइरहेको छौँ सबैलाई होइन। त्यस्तो त छैन, त्यस्तो अहिलेसम्म भएको छैन सर। सब राम्रोसँगै जानु भएको छ अहिलेसम्म जति पनि जानु। भन्नाले हजुरले चाहिँ अवस्था अनुसार व्यवस्था गरिराख्नु भएको छ अथवा चाहिँ इमर्जेन्सीको लागि पनि तपाईँले पठाइराख्नु भएको छ? इमर्जेन्सीमा आउने केसहरू जस्तै कोही स्टाफभित्र चाहिँ कसैको घरमा चाहिँ घटना घट्यो त्यस्तो खण्डमा पनि पठाइराख्नु भएको छ? हजुर, त्योमा पनि हामीले लगभग 2 दिनको पनि पगार निकालेर उनीहरूको कति निक्लिन्छ त्यो हिसाबले हामीले दिएर पठाइरहेको छौँ सर। धन्यवाद।